ल आज यो किरात पार्क भन्ने ठाउँमा चाहिँ अब घुम्न आएको बाटोमा एकछिन रेस्ट गर्दै दृश्यहरू खिच्दैछु म। बाटो चाहिँ अलिकति अप्ठ्यारै छ है, बाटो अप्ठ्यारै छ। सबै पार्कतिर जाने, आज शनिबारको दिन पार्कतिर जाने प्रशस्तै भेटिनुहुन्छ बाटोमा चाहिँ। र मेरो बाइक चाहिँ पर छ, रेस्ट गर्न बसिएको छु म एकछिन। बाटो ठिकै छ, त्यस्तो नराम्रो पनि छैन र साह्रै राम्रो पनि भन्न मिल्दैन है। र अब अहिले अटोहरू पनि आउँदो रहेछ, अटोको पनि सुविधा छ। बाटो ठिकै छ भन्नु पऱ्यो नि, पक्कै अटो आउने भनेपछि बाटो ठिकै छ भने बुझिन्छ। बाटो यो चाहिँ अब यता हाँसपोखरीबाट आउने बाटो राम्रो छ भन्ने सुने मैले। फर्किँदा चाहिँ म यो हाँसपोखरीबाट फर्किँदैछु। अहिले अघि बिहान आउँदाखेरि चाहिँ यता गौडाबाट आएको थिएँ। दुवै बाटोको स्वाद चाख्नु पऱ्यो नि, कस्तो रहेछ, कुन बाटो ठिक छ। अन्तिममा म प्रतिक्रिया दिने नै छु। ल फाइनली हामी किरात डाँडामा आइसकेका छौँ है। र यहाँ आज शनिबार हो र होला सायद घुइँचो पनि टन्नै छ है। घुइँचोहरू हेर्नुहोस् न है, सबै पार्किङहरू एकदमै, बाइक निकै राम्रो राइडरै हुनुपर्छ यहाँ आइपुग्नको लागि। साधारण रूपमा गऱ्यो भनेदेखि बाटो अलिअलि उकालो, ढुङ्गाहरू बेसी छ बाटोमा, त्यो भएर अप्ठ्यारै छ साधारणको लागि। तर अलिअलि बाइक मजाले कुदाउन सक्नेले, स्कुटी नै पनि आएका छन् कतिवटा है। ठिक छ, अब वातावरण एकदम राम्रो छ। र अब जाउँ न, अब पक्कै पनि केही न केही छ होला यो डाँडामा। अब हेरौँ, कोही प्रथमचोटि आइरहेको छु म चाहिँ है। राम्रो राम्रो थुङ्गे फुलहरू चाहिँ भएको रहेछ। यो चाहिँ इलामको रौँ गाउँपालिका 5 नम्बर वडामा पर्छ है, किरात पार्क भनेर। र यो एकदम डाँडामा छ यो। ल जेस आज रेलामा यहाँ आइपुगेको छ किरात डाँडामा। यो पार्क जेस रमणीय छ, हेर्नुहोस् है। अलिकति बादल हुसेले चाहिँ अलिकति डिस्टर्ब गरेको छ, तर जस शीतल पनि छ। टिकटक बनाउनेको त्यस्तै छ, भिडभाड छ टिकटक बनाउनेको। ल हाम्रो बुद्ध शान्तिको चाहिँ देवेन भाइलाई चाहिँ भेटेको छु मैले आज। चिनजान पनि भएको छ आज मेरो है। उहाँको पनि एउटा युट्युबमा देवेन भ्लग भनेर चाहिँ च्यानल रहेछ। र अनि के छ, कहिले फर्स्ट टाइम हो भाइको पनि यहाँनिर? म यहाँ फर्स्ट टाइम आएको, पहिल्यैदेखि सुनिरहेको। यो ठाउँ चाहिँ एकदम राम्रो छ, डाँडा काँडाहरू देखिन्छ, फुलहरू एकदम राम्रो छ फुलेको। अहिले फुलको सिजन पनि रहेछ होइन, तिहार लागेर। यस्तो राम्रो ढक्कमक्क हरियाली भएको ठाउँ हाम्रै झापादेखि नजिकै रौँ गाउँपालिका 5 मा चाहिँ स्थित यस्तो राम्रो ठाउँ होइन। हामी चाहिँ यहीँ पनि यति नजिकको ठाउँ पनि घुमेको थिइनँ। अनि यो चाहिँ दिदी बहिनी सबै भाइहरूले चाहिँ जाउँ भनेर चाहिँ यहाँ घुम्न आइरहेको छौँ। यस्तो रमाइलो भइरहेछ, एकदम दामी ठाउँ रहेछ। तपाईँहरू पनि आउनु होला। अनि मेरो युट्युब च्यानल पनि देविन भ्लग छ, DEVN भ्लग, सब्सक्राइब गरिदिनु नभुल्नु होला। थ्याङ्क यू। धन्यवाद भाइ। ल सबै टिकटक बनाउनेको घुइँचो छ है। अब यो कति परसम्म छ भन्ने कुरो चाहिँ यहाँदेखि पर देखिराख्नु भएको छ होला है। यहाँदेखि यो डाँडा परसम्मै माथि डाँडामा चाहिँ यो चाइनाको ग्रेट वाल स्टाइलले चाहिँ बनाएको रहेछ कि। कन्सेप्ट चाहिँ मलाई त्यही लाग्यो, चाइनाको ग्रेट वाल जस्तै चाहिँ यो
बनाएको रहेछ। यो अब किराँत योभन्दा पनि यो पुरा किराँतवालै जस्तो स्टाइलको बनाएको छ है। वरिपरि तर वाल नभएर रेलिङ छ। आज यो हुस्से नलागेर चाहिँ यहाँनिर काम लागेको भए सुनमा सुगन्ध नै हुन्थ्यो होला पक्कै पनि। यहाँ चाहिँ फोटो खिच्नेको घुइँचो पनि छ। यो धेरै भएको रहेछ, 1 वर्ष मात्रै भएको कारणले गर्दाखेरि भर्खर प्रचार प्रसार हुँदैछ। वातावरण पनि यस्तो छ है। र यतापट्टि यो गाउँ बस्ती पनि एकदमै राम्रो छ। यतापट्टिको गाउँ बस्ती हेर्नुहोस् त ल। यहाँबाट यो गहिरो खाल जस्तो छ, तर त्यहाँ एकदमै राम्रो बस्ती पनि छ र सुन्दर एकदम प्रकृतिले भरिएको रमणीय ठाउँ छ है यो। यतापट्टि चाहिँ घाम लागिरहेछ। यो कुनै पाटो घाम लागेछ, कुनै छाया, त्यस्तै हुन्छ डाँडै डाँडामा भएपछि। र अब किराँत डाँडा काट्दाखेरि यो जङ्गल यहाँ चाहिँ छ है। अनि हामी त यहाँ त खेलकुद स्कुलबाट जतिखेर पनि यहाँ आउँछौँ नि त। ल यो पिकनिक स्पोटको लागि पनि एकदम बेस्ट ठाउँ रहेको छ है अहिलेको नयाँ। अब यो बाटो पनि भर्खरै बनिएर रहेछ। बाटो चाहिँ अलिकति अप्ठ्यारो छ, तर पिकनिक स्पोटको लागि पनि बेस्ट ठाउँ नै हो यो। साथीभाइहरू मिलेर आउँदाखेरि सानो सानो ग्रुपहरू बाइकमै आउन पनि सकिन्छ, तर सबै कुराहरू लिएरै आउनुपर्छ। यहाँनिर केही त्यस्तो उपलब्धिहरू यहाँ चाहिँ केही पाउने अवस्था चाहिँ छैन, आफै लिएर आउनुपर्छ। एउटा यताबाट छ, एउटा टाढैबाट चढौँ न त यार। हो ल सबैजनाले हेलो। ल यात्री कृष्णलाई चाहिँ सब्सक्राइब गरिदिनु ल। युट्युबमा जानेस्, यात्री कृष्ण सर्च गर्ने अनि सब्सक्राइब गर्ने। ओके, अनि लाइक पनि गर्ने, अनि त्यसको सेयर पनि गरिदिनु ल। थ्याङ्क यू भेरी मच। ओके, थ्याङ्क यू भेरी मच। ल एकदमै सानो सानो नानी भाइ बहिनीहरू पनि आउनु भएको छ यहाँनिर। हेलो यात्री कृष्ण सब्सक्राइब गर्नु ल बाबु। डाँडा पुग्न टाइम चाहिँ लाग्छ है। अप्ठ्यारो छ त हो, बाटो त अप्ठ्यारो छ है। ल हाम्रो पेट्रामुडकै भाइ बहिनीहरू पनि नानीहरू पनि आएको रहेछन् है। यात्री कृष्णलाई सब्सक्राइब गर्नुहोस् ल। यात्री कृष्ण
बाहिर कुनै केही आवाज नसुनिने जङ्गलमा साना साना किराहरूको आवाज सुनिरहेको महसुस हुन्छ। अझै कति कुराहरू बनिने क्रममै रहेछ यो। सायद अब 1 वर्ष मात्रै भएको कारणले होला, अब कति कुराहरू बनिन्छ होला पक्कै पनि। यताबाट पनि पुगिँदैन कि क्या हो? यो पत्रेबाट त्यो पुगिने? ए पिकनिक स्पट रहेछ यो चाहिँ अहिले मेरो ठ्याक्कै पछाडि जुन रहेको छ नि त्यो चाहिँ एकदमै पिकनिक स्पट नै हो, बेस्ट। ल सबैभन्दा एउटा परबाट हेरिने एउटा डाँडामा देखिने यो भर्खरै ठ्याक्कै 1 वर्ष क्रस भएको रहेछ। ल मेन चाहिँ यहाँनिर अब हाम्रो किराँतको राजा लम्बर्सको चाहिँ मूर्ति पनि रहेछ यहाँनिर। ल यहाँदेखि अझै उता पनि रहेछ है। ओहो यहाँ चाहिँ अझै धेरै मान्छेहरूको भिड रहेछ यहाँनिर। यो चाहिँ एकदमै पर्फेक्ट पिकनिक स्पोटै रहेछ बनाएको। यहाँ अहिले आज शनिबार भएको कारणले गर्दाखेरि 1-2वटा पिकनिक पनि देखिएका छौँ हामीले। टिकटक र फोटो खिच्नेको एकदमै घुइँचो देखिराख्नु भएको छ। यस्तै छ रियली। र यहाँदेखि अझै पर पनि ठाउँ छ है, अझै पुग्नुपर्ने ठाउँ चाहिँ अझै पर छ। त्यहाँ पुग्नेछौँ हामी। त्यहाँबाट देखिने दृश्य के छ हेर्नुपर्छ हामीले। ल अब यहाँ यो डाँडाबाट आउने दृश्य चाहिँ यता पूर्व र पश्चिम हेर्दाखेरि भनेको देखिने दृश्य राम्रो देखिन्छ। तलपट्टि एउटा खोला देख्छौँ जुन बुद्ध शान्तिमा रहने खोला चाहिँ यो रहेछ। ल र उत्तरपट्टि हेर्दाखेरि चाहिँ अहिले एकदमै हुस्सिनै लागेको छ है। अब यो पहिरो पर गएको ठाउँमा चाहिँ घाम लागेको छ, अरू बाँकी सबै हुस्सेले घेरेको छ यतापट्टि। सायद यो यतापट्टि भनेको यो कुठी डाँडा पर्ला पक्कै पनि। र अर्को साइड पल्लोपट्टि पनि घामै देखिन्छ। किरात पार्कको मुख्य ठाउँ चाहिँ यही नै हो जुन सांस्कृतिक रूपमा भरिएको छ। विस्तृत जानकारी दिने नै छु। यसलाई चिन्डो होइन सर यो? हजुर यो चिन्डो हेर्नुहोस् है। ल सबैमा त्यो त अदुवा देखियो, चिनियो। अदुवा त चिनिन्छ। अनि यो तपाईँहरूको यो के अरे सर? यो चिन्डो होइन होइन, उ त्यो होइन, उयो 3टा चुला। त्यो त चुलो होला। हाम्रो यहाँ हाम्रो सरलाई पनि भेटेका छौँ। कोलाको पात भन्छ र? हजुर कोलाको पात र मुनिबाट भाँडा। हाँडीको भाँडा हो सर? हाँडी हजुर। यसलाई पनि चिन्डै भन्छ। चिन्डो नै हो यो भाले, लोकल भाले छ है। ल हेर्नुहोस् है लोकल भाले कति राम्रो बनाएको छ हो। बलियो न बलियो रहेछ। राई भाषामा वा भन्छ। वाह। अब कतिर त त्यो त नाङ्लो। यो चाहिँ पछि अब नाङ्लो किराँती संस्कार अनुसार चाहिँ त्यो 3 चुलामा चाहिँ अब
पुज्दाखेरि यो भालेको प्रयोग गरिन्छ ए हजुर 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 नाङ्लो चाहिँ अब त्यो के भन्छ भालेलाई अब चढाइसकेपछि चाहिँ त्यो गर्छ प्रयोग गर्छ ए ए ए धन्यवाद छ यो किराँतीहरूको झन्डा यो झन्डा त चिने मैले पर राजा पनि चिने एलम्बर यो पनि अलिअलि म यो के अरे अब जानिराखेकै कुरा हो अलिकति अब फेरि बिचमा भुलिएको थियो सम्झाइदिनु भएको पनि धेरै धेरै धन्यवाद छ हस्। ल हाम्रो इलामको ग्रेट वाल जस्तो यो अब भन्न मिल्छ है चाइनाको ग्रेट वाल भने जस्तै इलामको ग्रेट वाल है यो ल चाइनाको ग्रेट वाल जस्तै हाम्रो पूर्वको ग्रेट वाल है यो चाहिँ यहाँबाट देखिने अर्को तल गहिरो ठाउँमा पनि राम्रो गाउँ छ देख्न सक्छौँ हामीले र वरिपरि चाहिँ सबै अम्लिसो बारी नै छ यहाँ कुचोको खेती नै हुन्छ यहाँनिर म्याक्सिमम टाउनदेखि लगभग भनेको 30 किलोमिटर जस्तो ठाउँमा यति रमणीय ठाउँ छ है गाइस। ल फर्किँदा चाहिँ म हाँसपोखरीको बाटो हुँदै फर्किने निधो गरेको थिएँ र यतैबाट फर्किँदै पनि छु। बाटोमा झरना खोला नालाहरू त पार गर्दै र यो बाटो नै यहीबाट जानु पर्दो रहेछ। अनि पानी पऱ्यो भने थोरै ठुलो पानी पऱ्यो भने अथवा केही छेड पानी पऱ्यो भने पनि पक्कै पनि यहाँनिर बाढी आउनेछ। यातायातको लागि चाहिँ अवरोध नै बन्ने रहेछ यो बाटोमा चाहिँ। र एउटा यो नेचुरल स्विमिङ पुल है गाइस। ल
चितवनबाट हाँसपोखरी हुँदै पनि हामीले किरात पार्कमा जान सक्छौँ है। ल यो हाँसपोखरी कुटी टाढा इलाम, यहाँबाट पाथिगरा माताको दर्शन पनि जाने बाटो पनि छ, यहाँबाट जान्छ है। यो बाटो पनि सजिलो बाटो। धुम्मेको कारणले गर्दाखेरि क्लियर छैन, तर रमणीय ठाउँै हो यो पनि।